हेलो गाइज वेलकम टु माई न्यू भ्लग हजुरहरूलाई मेरो नयाँ भ्लगमा वेलकम। अनि हामी आज चाहिँ चैते दसैँ हो, सो सबैजनालाई ह्याप्पी दसैँ। अनि हामी चाहिँ मन्दिर जान लागिरहेको छौँ। यता मेरो मम्मी चाहिँ घाँस काट्न, अनि अर्को यता दिदी हुनुहुन्छ। हामी चाहिँ जान लागेको आजबाट भ्लग स्टार्ट गरेको। बाटो फेरि खतरा रहेछ यहाँ, सो अहिले भेट्छु। हामी चाहिँ यो डाँडा काटेर यहाँ आइसक्यौँ। पहिला चाहिँ हाम्रो यता घर थियो, अब यहाँबाट पनि पुरै तल्लै 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 जानुपर्छ। अनि मन्दिरमा पुगेपछि चाहिँ भ्लग बनाउन नसकिने, लाज लाग्छ होला। दुवैजनाले एउटै भ्लग। मम्मी जानुभयो घाँस काट्न। क्या राम्रो क्या राम्रो। यो मेरो दिदी मान्छे राम्रो हो कि यता हेर, मान्छे राम्रो हो कि आइफोन राम्रो। अनि पहिला हामी यहाँसम्म कुटिल कोसा खोज्न आउँथ्यौँ लकडाउनमा। हामी चाहिँ मन्दिर आयौँ 1-2 बजे ढोक्न। घन्टी त बजाउँदैन यार। गणेशजी मेरो गणेशजी, नमस्ते नमस्ते। आउच के बोल्ने, कस्तो हड्डी देखेको मेरो। हामी यहाँ हिँड्दा हिँड्दै धेरै टाढा आइपुगिसक्यौँ। अनि भ्लग बनाउँदै हिँड्दै आउँदा चाहिँ यहाँ आएको जस्तो फिलै भएन यार। वा 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 चलिरहेछ, दामी दामी। ट्विङ ट्विङ ट्विङ। मन्दिर चाहिँ खोइ कहाँ गाइज मन्दिर आइपुग्यो। मन्दिर आइपुगेपछि त लाज लाग्यो। मलाई चाहिँ होइन, मलाई लाज लाग्यो होइन, यता उहाँलाई लाज लागेको। मन्दिर आइपुगेको हामी। कस्तो भूत जस्तो देखेको, लाज लाग्छ। हामी आइ त पुग्यौँ, तर यो पछाडि जस्तो रहेछ, यहाँबाट जानै नमिल्ने रहेछ। जानी कहाँ होला, बाटै रहेनछ। जानी कहाँ बाटो होला, पछाडिबाट जाने। यहीँ बस्नु पर्ला, लाज पो लाग्छ। हामीले भ्लग त बनायौँ, तर एक्लै भयो क्या। त्यही भएर उहाँ हुनुहुन्छ मेरो दिदी, यता हेरिदिनुहोस्, रमाइलो गरिदिनुहोस् मेरो भ्लगमा। कस्तो राम्रो आएको भयो। अनि यहाँ आउन त आयौँ, तर केही पनि छैन, मान्छे पनि छैन, केही पनि छैन। हावा चाहिँ यस्तो चले होइन। भ्लग थोरै हुन्छ, त्यही भएर भ्लग बनाइराख्छु। यहाँ हुनुहुन्छ मेरो दिदी, यहाँ हुनुहुन्छ म। मन्दिरमा केही छैन, यो मन्दिर मान्छे 2-4 जना, अनि लाज लाग्यो। गाइस म खुसी भएँ। म क्या खुसी भएँ, मेरो दिदीले यो रुखमा क्या दामी फोटो खिचिदियो। वाउ, थ्याङ्क यू सो मच। हामी चाहिँ मन्दिरभित्र आयौँ। अनि यो चाहिँ हाम्रो दाइले बनाउनु भएको प्रज्वल खड्काले खतरा छ दामी रहेछ। प्रज्वल थापा दाइले बनाउनु भएको। अनि हामी मन्दिरभित्र आइपुग्यौँ। हामी माथि आइपुग्यौँ, मन्दिर माथि। अनि यहाँ Samitar
हामी माथि आयौँ हामी त यहाँ भिडियो र फोटो खिच्न आएको जस्तो मात्र भइरहेछ दिदीले ढोक्ने बिर्सिएर म पनि ढोक्छु त मैले चाहिँ टिका लगाएर आएँ अनि फुल पनि लगाएँ यहाँ ब्याग चाहिँ यस्तो छ दामी छ मन्दिर दामी दामी अनि यहाँबाट माथि पनि जान मिल्दो रहेछ हामी माथि जाऊँ हामी माथि जाँदैछौँ है वाउ यति टपमा आयौँ हामी फर्स्ट टाइम चाहिँ प्लेन उड्यो यहाँ काठमाडौँ कस्तो धुलो धुवा भइरहेको थियो नि त प्लेन उडेको थिएन अहिले चाहिँ उडेछ है वाउ हामी माथि आइपुग्यौँ यार यहाँ माथि कहिले आउन दिँदैन थियो यहाँ त सबले लेख्यो म खुसी अहिले मान्छेले गाली गर्यो भने चाहिँ खुसी अनि हावा चाहिँ डर चलिरहेको फेरि मान्छेले गाली गर्छ उही कस्तो राम्रो है के हो हाम्रो गाउँ हरियाली गाउँ अब हामी चाहिँ घर जान लाग्यौँ कलश यात्राबाट यो हल्दिनी पिङमा बसेर म मक्क परेँ मेरो दिलले कस्तो राम्रो राम्रो फोटो खिचाएको थ्याङ्क यू अनि यता भजन हुँदैछ खासै केही छैन हल्लाउने सो गाइज हामी चाहिँ घर आइसक्यौँ अनि भ्लगलाई त्यति एन्ड गर्न चाहन्छु बाई बाई सबैजनाले लास्टसम्म हेरिदिनु होला अनि भिडियो के कस्तो छ लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला बाई गाइज सी यू इन द नेक्स्ट भ्लग